मेरो हेलो गाइस, फेरि पनि स्वागत छ तपाईहरुलाई टिएम भ्लग्स युट्युब च्यानलमा। सो आज चाहिँ म यहाँ माई खोला आएको छु यो बाडी पछाडीको दृश्य हजुरहरुलाई देखाउन र पुलको अवस्था कस्तो छ भनेर पनि तपाईहरुलाई म आज देखाउने छु। अनि आज चाहिँ शनिबार हुनुको कारणले यहाँ मन्दिरमा पनि यत्रो भिडै मान्छेहरु टन्नै आइरहेको छ, हजुरहरु हेर्न सक्नुहुन्छ। र बाडी पछाडी यहाँनेर के कस्तो भएको छ भनेर आज चाहिँ म हजुरहरुलाई देखाउन आइरहेको छु। हेर्दिनु होला पुरै भिडियो अन्तिमसम्म है त। यहाँनेरि हजुरहरु हेर्न सक्नुहुन्छ अगाडि पुरै अहिले यो बाडी आएदेखि यो सायद 80 बाडी आएको कति 2 दिन 3 दिन भयो होला र अहिले चाहिँ पुरै सुकिसकेको रहेछ। पुरै मन्दिर पनि त्यो के लड्नु आँटेको हो, त्यो बस्ने ठाउँ पनि लड्नु आँटेछ हो, त्यो पहिरोले पुरै कोल्टे। यहाँ हजुरहरु हेर्न सक्नुहुन्छ पुरै खोलाहरु सुकिसकेको छ र यहाँ पछाडी यो बस्ने ठाउँ पनि पुरै कोल्टे भइसकेको छ। यहाँ हेर्न सक्नुहुन्छ बाडीले पहिरो भन्न आएको यहाँ यस्तो छ सिमेन्ट। यस्तो गरेर यो बस्ने ठाउँ छ जो चाहिँ लड्नु लागेको रहेछ भन्नाले भत्किएर मुनि तान्नु लागेको रहेछ। यहाँ हजुरहरुलाई म पुरै देखाउँदैछु। अहिले चाहिँ हजुरहरु हेर्न सक्नुहुन्छ पुरै खोला पुरै शान्त भइसकेको अवस्थामा छ। अहिले चाहिँ खोला पुरै यहाँ हेर्नु न, अब यो यस्तो यो पनि झन् भत्किनु लागेछ। अस्ति चाहिँ हामी आउनु भ्याएनौँ त्यसैले यहाँ अस्ति चाहिँ मैले नगरेको। अनि यहाँ मुनि चाहिँ पूजा हुँदैछ। यहाँ हजुरहरु हेर्न सक्नुहुन्छ अहिले पानी पुरै सुकेर कस्तो भइसकेको छ र यहाँको पुल चाहिँ अहिले पनि पोहोर जस्तो थियो अहिले पनि त्यही कन्डिसनमा छ हेर्न सक्नुहुन्छ। यहीँदेखि भरे म छेउदेखि पनि देखाउने छु हजुरहरुलाई। यस्तो छ अहिले पुलको कन्डिसन र यहाँ मुनि पनि के हो यो पूजा हो कि के भनिन्छ त्यो हुँदैछ। आज शनिबार भएको कारणले मन्दिरमा पनि पुरै भिड छ। भरे म हजुरहरुलाई मन्दिर पनि पसेर देखाउँछु र अहिले उता पुलदेखि उता र वारीपारी हामी जानेछौँ पुलदेखि। पुरै भिडियो हेर्दिनु होला र यो मेरो टिएम भ्लग्स च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नु पनि नबिर्सिनु होला। यहाँ मम्मी यसरी टिकटक बनाउँदै हुनुहुन्छ। यो चाहिँ झन्न गएछ क्या, यो हेर्नु आधी पुरै पोहोर चाहिँ यो पुरै छ नि, यो सिधा थियो क्या, अहिले पुरै यस्तो कोल्टे न कोल्टे भयो। हजुरहरु हेर्न सक्नुहुन्छ यहाँ अहिलेको अवस्था हेर्न सक्नुहुन्छ। त्यहाँनेरि फुल रोपेको त्यो पनि बगाएछ र यो यस्तो बस्ने ठाउँहरू पनि झन्न लगेको रहेछ मुनि हेर्न सक्नुहुन्छ। यो सबै बाडी पहिरोले गर्दा भएको यस्तो छ। मलाई लाग्छ पानी उता त्यो देखिरहेको डिलसम्म चाहिँ आएको थियो होला। यहाँ हेर्न सक्नुहुन्छ अनुमान मात्र गरेको यस्तो छ अहिलेको दमोहाको भ्यू। मैले त्यहाँनेरि अङ्कललाई सोद्धाखेरि त्यहाँ यो देखिएको पानी छ नि यहाँ 1 बासै जति छ अरे, अङ्कलहरूले नापेको अरे। अघि मम्मी टिकटक बनाउँदै गरेको क्रममा मैले चाहिँ अङ्कलसँग एकछिन गफ गरेको थिएँ र अङ्कलले मलाई भन्नुभएको 1 बास जति पानी थियो अरे र त्यहाँ पूजा गर्दै गरेको आन्टीहरूलाई नुहाउनु नदिएको अरे, त्यहाँ जानु लाग्नुभएको थियो अरे। अब यस्तो धमिलो पानी छ खुट्टा हाल्ने बित्तिकै अब भप्लक्क गयो भने त छैन। त्यसैले हेर्न सक्नुहुन्छ यो देखिरहेको यस्तो पुरै शान्त। अहिले यो बाडी पछिको हो नि त, अनि त्यसले यस्तो पुरै शान्त भइरहेको छ। तर पनि 1 बास चाहिँ यहाँ डुब्छ अरे, यहाँ चाहिँ थाहा भएन, उता चाहिँ डुब्छ अरे उता। र हामीले त सरी बिचकाइदिएछु र हामीले चाहिँ यो पनि ल्याएको छौँ यहाँ खानुको लागि। कहाँ बसेर स्प्राइट र लेचहरू र केहरू यस्तै सामानहरू छ खाने। अब त्यहाँ कहाँ हामी बसेर खान्छौँ, सुरुमा डुल्छौँ र खान्छौँ। पुरै भिडियो हेरिदिनु होला, पुरै रमाइलो हुन्छ। ल यो बोक मम्मी लास्टमा म तपाईहरुलाई मन्दिर पसेर पनि देखाउने छु। पुरै भिडियो हेर्दिनु होला। यो बाडी पछाडीको भोको यस्तो
जुन पुल पोहोर बाढीले लानु आँटेको थियो त्यो पुलको अहिले अवस्था हेर्नु। यो चाहिँ माई खोला हो, दमोखामा रहेको माई खोला। यस्तो छ। यो पुरै रोडहरू पुरै यस्तरी गइसकेको छ यहाँनेरि। यो पोहोर आधी नै रोड छैन हेर्नु न गाइस, आधी रोड पुरै बगाएको यस्तो अवस्था छ अहिलेको चाहिँ। यहाँ यी मुढा यहीँ बाहिर ल्याइदिएको छ, अरूले खोलामा खोज्छन्, यहीँ छ यी मुढा। यस्तो मुढाहरू पनि बगाएर ल्याइदिएको छ। यो यस्तो काठकोलाई चाहिँ यस्तोलाई चाहिँ मुढा भन्छ सायदै। त्यही गाउँ छेउको माई खोलामा हामी जाँदा फेरि यस्तै मान्छेहरूले धेरै खोज्थे क्या। अब कता यहाँभित्र पस्ने? ल एकचोटि हल्का देखाइदिउँ न त। यहाँनिर यो यस्तो छ मन्दिर सानो, जहाँ चाहिँ एउटा गौतम बुद्ध भगवानको फोटो रहेको छ। यो फोटो भन्नाले मूर्ति रहेको छ यो यस्तो बिचमा। र यहाँनिर हजुरहरू हेर्नु सक्नुहुन्छ, यहाँ चाहिँ फाल्गुनन्द र यलम्बरको फोटो रहेको छ। यतापट्टि पूजा गर्ने ठाउँ हजुरहरू हेर्नु सक्नुहुन्छ। यहाँ रावणको उयोलाई जलाइएको छ आदि अनुहार। र यहाँ इटुहरू चाहिँ फोटो खिच्दैछन्, इटु मम्मीहरू। यस्तो छ। यो चाहिँ दमोखा हो र अहिले बाढी पछाडिको हो। अस्ति बाढी आउँदा पनि आउने प्लान चाहिँ थियो, तर हामी आएनौँ कस्तो झुकझुक भएर। यहाँनिर चाहिँ एउटा ठुलो यो के हो, बस्ने ठाउँ हो कि के हो, भवन हो कि के हो, यस्तो ठुलो माथि पृथ्वीको आकारमा। त्यो पृथ्वी नै हो सायदै, पृथ्वी नै होला। यस्तो छ। त्यहाँ अङ्कलहरू त्यता पूजा गर्ने ठाउँ, यता पनि पूजा हो कि पिकनिक हो चल्दैछ। र गाइस यहाँभित्र चाहिँ यति रहेको छ। र मैले चाहिँ एउटा चिज तपाईँहरूलाई देखाउनै बिर्सेछु, र अब चाहिँ म तपाईँहरूलाई त्यो चिज देखाउन जाँदैछु। यहाँ हेरिदिनु होला। यहाँ चाहिँ एउटा राम भगवान र सीता भगवानको फोटो रहेको छ। अहिले चाहिँ यहाँ चाबी लागेको कारणले म त्यो देखाउँदैछु। राम लक्ष्मण र सीता भगवानको फोटो रहेको छ त्यहाँभित्र। र बाहिर चाहिँ यलम्बर भगवान र फाल्गुनन्द अलिक नाम बिर्सिन्छ नि त। पनि हो, यो पनि अरे, यसको पनि के हो अरे? रातकिरानी। यो ए यो हाम्रो सुँगुरको नाम पनि त्यही हो गाइस। यो होइन त? हजुर रातकिरानी के रोप्नु आँटेको? यसको दाना झरेर उम्रेको होला। उखाल्नु नि। हाम्रो सुँगुरको नाम पनि रातकिरानी। हाम्रो सुँगुरको नाम पनि रातकिरानी नै हो, मम्मीले राख्नुभएको। यहाँ एउटा लाँदैछौँ। यो चाहिँ राति राति गनाउँछ होइन, मग। यो तर हो कि होइन है, लगौँ न रोपीहरू। पत्ता त एउटै छ गाइस। यो जुन रहेको छ यो यस्तो के भन्छ यसलाई, रातकिरानीको रुख हो। यो चाहिँ राति पुरै मग गनाउँछ क्या, पुरै मिठो गनाउँछ। मिठो भन्नाले अलिक कडै गनाउँछ गनाउनु चाहिँ। अब चाहिँ म यहाँदेखि बाहिर निस्किँदैछु। यो मन्दिरभित्र जे छ हो त्यो मैले देखाइसकेको छु। र अर्को चाहिँ त्यो ठुलो मन्दिरपट्टि छ। यो चाहिँ सानो मन्दिर हो कि के भन्छ यसलाई। यहाँ लेखेको छ नेपाल भुटान जन्म मैत्री बौद्धिक के हो यो यस्तो लेखिएको छ। जराले छोपिरहेको छ आदि चाहिँ यस्तो। यो के लेखिएको छ, यो मन्दिर हो कि के हो। यहाँभित्र चाहिँ यति चिज रहेको छ, जे देखाए मूर्तिहरू यस्तोहरू रहेको छ। यस्तो हेर्नु न, बाटोको अवस्था देखेर अचम्म छ क्या। यहाँ यत्रो बाटो कसरी बगायो होला, यत्रो बाटो। यहाँ सिङ्गो बाटो थियो जुन बाटो, अहिले आधी मात्र छ। यस्तो छ अहिले बाटोको अवस्था। अब चाहिँ मम्मीहरूसँग म पनि अब उता जान्छु। हेरौँ मम्मीहरू कहाँ गयो फेरि। अब मम्मीहरूलाई खोजेर मम्मीहरूसँगसँगै अनि लास्टमा हामीले खानेहरू पनि ल्याएको छौँ। के खानेकुराहरू अब त्यो पनि खाइन्छ, पुरै रमाइलो गरिन्छ। हेर्नु होला भिडियो अन्तिमसम्म। यस्तो यहाँ बस्ने ठाउँ पनि रहेछ है गाइस, तपाईँहरू तर घाम चाहिँ यहाँ लास्ट आइरहेको छ क्या। पसिना ला गइगएछ नि यहाँ। यहाँदेखि खा अब यस्तरी धारा बनाएर।
ओइ बाँदर भनेको त कुकुर पो रहेछ। यहाँ चाहिँ अहिले यो साइड पनि पुरै बाटो थियो। यहाँ हजुरहरू हेर्नु सक्नुहुन्छ, यहाँ बाटो थियो र आधी बाटो चाहिँ पुरै बाढले लगिसकेको रहेछ। र पछाडि चाहिँ पूजाहरू केहरू हुँदैछ। र अब म तपाईँहरूलाई यताको थोरै दृश्यहरू देखाउनेछु। यो रुख लडाको बाढीले कत्रो रुख लडाको हो। ल टोइलेट पनि गएछ गाइची, दिसा पिसा गर्ने ठाउँ जुन यहाँ रहेको थियो हो त्यो पनि यस्तरी गइसकेको छ। पुरै आधी माटो झरेर यहाँ आधीसम्म नै आएको छ पानी। यो रुखै हेर्नु नि कत्रो ढालिरहेको छ। अब चाहिँ यहाँ गाइस यस्तो छ अहिलेको दृश्य बाढी पछाडिको। ला यो के हो? पुल? अनि पुलको उत्यो नै लडाइदिएछ। ला पुलको एउटा उयो होइन, एउटा यो थाम्ने त्यही त। यस्तो जो यस्तोले पुललाई थामिरहेको छ हो त्यही लडाइदिएछ गाइची। जुन डोरीले पुललाई थामिरहेको थियो हो त्यो डोरी नै पुरै बगाइदिइसकेको रहेछ। र यहाँ यस्तो दलदल रहेको छ। यहाँ चाहिँ पुरै ठस्स गनायो। यो यसले गर्दा उयो यस्तो झर्नु दिँदैन नि त माटो होइन कि के हो? र गाइस यहाँ हेर्नु सक्नुहुनेछ यस्तो छ अहिलेको कन्डिसन। यो चाहिँ झापामा रहेको दमखाए यस्तो छ। पोहोर चाहिँ खै के एउटा होटेल भन्ने हो त्यो बगाउनु आँटेको थियो अरे। हो त्यो होटेल पनि म तपाईँहरूलाई देखाउँछु कति सामान आइसक्यो भनेर। खै उतै पारिपट्टि उतै हो त त्यो बुद्ध देखिनस्? त्यहाँ स्वाङ सन्तोष दाईको भ्लगमा हेरेको नि। अब बाम माछा पनि यस्तो जाउँ उता। तपाईँहरू यहीँ बस्ने? अनि हामी फर्किने बेला हुन्छ होला हिँड्छु मिक्छ। तर म चाहिँ म तपाईँहरूलाई अगाडिको हल्का दृश्यहरू देखाउने छु। यस्तोहरू छ। अनि अहिले त रुखहरू पुरै यहाँ बगाएर ल्याएको। बाढको चाहिँ मैले हजुरहरूलाई देखाउनु नसकेँ। अनि बाढी पछाडिको चाहिँ यस्तो छ कन्डिसन। यहाँनिर यस्तो दलदल छ हेर्नु न कत्रो ठुलो। पुरै मेन गरी यो पुरै ठस्स गनाइरहेको छ क्या। पुरै ठुस्स गनाइरहेको छ गाइस। मान्छेहरू हेर्नु नि गाइस चमल थोरै आएको छैन आज। वन प्रहरी हो कि त्यो के हो उता डन्ठा बोकेर हिँड्ने। मेरो हिसाबले सायद वन प्रहरीहरू होला। मैले धेरै ठाउँ देखिसकेँ त्यो वन प्रहरी यहीँतिर हिँडेको। भिडियो चाहिँ गरेको थिइनँ। अम्मा यो के हो? कासीले त हिँड्नै दिएन त घाँसको यो डन्ठाहरूले। यहाँ गाइस तपाईँहरूलाई म अब यहाँ पूजा गरेको देखाउँछु है त। यहाँ दमखामा यसरी पूजा हुन्छ। यो चाहिँ माई नदी हो, माई खोला भन्नु आएको छ। यहाँ यस्तो छ है भर्खर पूजा गरेको रहेछ गाइस। यहाँ कसरी थाहा पायो भन्दाखेरि यो आगो चाहिँ बलिरहेको छ। उता हेर्नु सक्नुहुनेछ यो यसरी महहरू केहरू हो यहाँ चढाइएको छ यस्तरी। मैले चाहिँ तपाईँहरूलाई पुरै यहाँ जे छ हो त्यो देखाउने प्रयास गरिरहेको छु। र यहाँ यी चामल हल्का राखिएको छ र कोला स्याउहरू केहरू राखिएको छ फलफुलहरू। र यहाँ यी आगो अहिले पनि बलिरहेको छ। मलाई लाग्छ कि यो भर्खरै गरिएको थियो होला सायद पूजा। अनि यहाँ यस्तो छ दृश्यहरू। अब यहाँ माथिबाट पनि धन्न लड्यो। यो माथिबाट चाहिँ यस्तो छ है। यो पुरै यो कतापट्टिको हो? यो त मैले फर्स्ट टाइम यतातिर देख्दैछु कि पोहोरदेखि नै थियो मैले नोटिस नगरेको हो कि यस्तो छ है। यो जुन यत्रो मलाई लाग्छ यो सबै ढुङ्गाहरू यो बगाएर यता बगाउनु त सक्छ र यत्रो खै गाइस। अब यो चाहिँ मलाई थाहा भएन है यो ढुङ्गा कहाँदेखि आयो के हो भनेर। यत्रो पछाडि मेरो पछाडि
हजुरहरूले देखिरहेको यत्रो के हो थाहा भएन मलाई। अम्म गाइस कत्रो ठुलो रुखको जरा यहाँदेखि अम्म ऊ पर्छ यति रुखको जरा। यो ड्याम रहेको छ उता चाहिँ उता साइड चाहिँ ड्याम रहेको छ। अब म तपाईँहरूलाई यो पानी जुन यो आइरहेको छ यो ड्यामको छेउ गएर पनि हजुरहरूलाई म देखाउने छु। हिँड्छु लु फर्क्यो के गर्छ यहीँ खान्छस् त्यो मम्मीलाई भन् न। ऊ त्यहाँ पनि वन प्रहरी हरियो लुगा के हो यो है हल्का मिठो गर्ने हो यता नखाम हान्छ गाइस। अब उसलाई के भयो झन् थाहा रहेछ बिरालो जस्तो देख्यो क्या झल्को। यस्तो छ है अहिलेको दृश्य चाहिँ माई खोलाको। अब यो पुलदेखि अब हामी यो पुल क्रस गरेर हामी डाइरेक्ट उतापट्टि जानेछौँ आदिपट्टि र उताको पनि हजुरहरूलाई हल्का दृश्यहरू देखाउनेछौँ के भएको रहेछ भनेर र त्यहाँको होटल पनि देखाउनेछौँ जो बाढीले हल्का बगाइ नै सकेको थियो भन्दा पनि हुन्छ हो त्यो होटल पनि म हजुरहरूलाई देखाउनेछु। यदि मेरो च्यानल सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला। त्यही त कस्तो अप्ठ्यारो बाटो आएको है कस्तो मधुरो आएको मेरो क्यामेरा लु जो यहाँ चाहिँ यसरी चाबी लगाइएको रहेछ हिँड्नुहुन्छ कि हुँदैन पारिपट्टि जानु मिल्छ कि मिल्दैन। ए लु मिल्छ रहेछ नागेर गइसक्नु हो यसरी चाबी लगाएको रहेछ दुई साइड चाहिँ यहीँ खानु उता खानु यसले तिर्ख लाग्यो भन्छ यसलाई तिर्ख लागेर हुन्छ। लगाइ अब हामी चाहिँ लगभग पारिस पुग्नु लागेको छौँ हेर्नु सक्नुहुनेछ। नकर न तपाईँ अब यो के भन्छ यो पुल चाहिँ पुरै यस्तो कोल्टे भइरहेको रहेछ हजुरहरूलाई देखिरहेको छ कि छैन। मुखा रेस्टुरेन्ट खै ए हो त्यही त बगाउनु आँटेको नि कता हो ए हो त्यही दमुखा रेस्टुरेन्ट हजुरहरूले अगाडि देखिरहेको यस्तो पुरै छेउछेउमा हेर्नु त पुरै भस्काइरहेको छ यस्तो माथिसम्म यस्तो यो दमुखा रेस्टुरेन्ट झन्न बगाउनु लागेको अरे त यहाँको डन हो हुन्छ डन लामा कुकुर के हो त्यो कुकुर मरिरहेको छ त बगाएर मरेको होला गाइस अगाडि हेर्नु सक्नुहुन्छ त्यहाँ चाहिँ कुकुर मरिरहेको छ। नमस्ते तपाईँहरू सम्पूर्ण दाजुभाइ दिदी बहिनी आन्टी अङ्कल नमस्ते धन्यवाद।